यहाँ यो प्याज छ आधा किलो मासुको लागि है। यो प्याज भयो, यो धनिया छ हैन, अनि गरे चिल्ली के खुर्सानी र टमाटर भयो हैन, दुईटा टमाटर छ लगभग हैन। यो चाहिँ अदुवा लसुनको पेस्ट भयो अनि हरियो चिल्ली पनि भयो हैन। अनि ट्याक्क गरेर चाहिँ अनि यहाँ चाहिँ के अरे उच्च छ, सुकमेल छ, ल्वाङ छ हैन, अनि जिरा धनियाको गेडाहरू भयो ल। अनि यो मेथी पनि मैले फुटाउँछु अब है, ट्याक्क लाएर है। ल यो चाहिँ खसीको मासु आधा किलो मासु हैन। आधा किलो मासु चाहिँ सबै कुरा मिक्स छ, कलेजाहरू मुटुहरू हैन, मासु सबै मिक्स छ हैन। टक्कला यसलाई म भुट्छु है। पहिला सुरु चाहिँ म यो हाल्छु हैन, यो मेथी हाल्छु, मेथी फुटाउँछु। त्यसपछि जिरा खा, धनिया खा, ल्वाङ सुकमेल छ, मरिचको धुलो पनि छ, यो हाल्छु। यो फ्राई भइसकेपछि अनि यो चाहिँ है यो हाल्छु, यो प्याज हालेर अनि चाहिँ अदुवा लसुनको पेस्ट हाल्छु। अनि त्यसपछि मासु हालेर भुट्छु है। म तेल हाल्छु है, त्यो चाहिँ तोरीको तेल है, मस्टर्ड ओइल हो चाहिँ। तेल हाल्छु है, तेल हेर्नु चाहिँ कति हाल्छु है। ट्याक्क कलर तेल हाल्यो, कति भयो है, यहाँ कुरो धेरै होला, कति बस्छ छैन त्यहाँ, यत्तिको चाहिन्छ तेल त्यहाँ भयो। यत्तिको तेल हालेर म अब मेथी फुटाउँछु यसमा। हालिसकेको छु होइन, मेथी टक्क डढिसक्यो। अब यो चाहिँ है ल्वाङ सुकमेल यसको हाल्छु टक्क लाएर। मैले प्याज पनि हाल्छु है, प्याज पनि स्याट्ट हाल्छु। त्यो फुलिसकेको छ होइन, ट्याक्क लाएर प्याज अब यसलाई मजासँग चाहिँ होइन हल्का रातो हुने हेरेर भुट्ने है, हल्का रातो हुने तरिकाले। तेल अलि बढी भइसक्यो, भएन सकियो त्यो तेल चाहिन्छ। यसलाई मजासँग भुट्ने होइन, यसलाई रातो हुन्छ। त्यसपछि ट्याक्कलाई खसीको मासु हाल्ने है। यो प्याज चाहिँ रातो भइसकेको छैन, अब मासु हाल्छु है। मासु हालेर एकछिन म भुट्छु यसलाई पटपट पटपट हुने तरिकाले। अनि टक्कलाई सबै कुरोमा सिक्रेट मसलाहरू पनि हाल्छु यसमा है। यसलाई म टक्कलाई भुट्छु मजासँग एकछिन है। त्यो मासुमा होइन बेसर पनि हाल्छु है अब है। यहीभन्दा बढी बेसर हाल्दिनँ होइन, बेसर हालेर एकछिन चाहिँ मजाले फ्राई गर्छु है। धेरै हाल्दिनँ, बेसर हालेर टक्क भुट्छु त्यहाँ होइन। यो मेरो मसलाहरू छ, मिट मसला छ, जिरा धनियाको धुलो छ यसमा है। मिट मसला जिरा धनियाको धुलो भयो, घरै बनाएको त्यो मसलाहरू चाहिँ। अब अनि यसपछि चाहिँ यो चाहिँ हाल्छु टक्क चलाएर है। म रातो खुर्सानी हाल्दिनँ है। अब म यो चाहिँ के अरे अदुवा लसुन पेस्ट हाल्छु है, अन्त हरियो खुर्सानी पनि हाल्छु। त्यो हालेर टक्क भुट्छु एकछिन है, मजाले त्यसलाई हालेर भुट्छु। अब मासु हल्का फ्राई भइसक्यो होइन। यो हालेर एकछिन यसलाई मजाले भुट्छु है। मेरो पकाउने तरिका हेर्नु कस्तो हुन्छ है। अब म यो 2 गिलास पानी हाल्छु, 2 गिलास पानी हालेर चाहिँ अनि म सुटी लगाइदिन्छु है, 3 सुटी जति लगाइदिन्छु है। के अरे यो भोगटे छ होइन, दिउँसो खाने टक्क लाएर होइन, दही हालेर टक्क स्पेसल मजा। लास्टै गर्मीमा सक्दिनँ कि त्यहाँ गर्मीमा त भोगटे बनाएर टक्क खाने होइन। यहाँ चाहिँ मासु पाक्दैछ है, मासु पाक्दैछ। यहाँ भात भइहाल्यो होइन, भोगटे टक्क स्पेसल त्यसलाई खाने आज है। ल मासु पनि रेडी भइसकेको छ होइन। मासु रेडी भइसक्यो, हल्का झोल बनाएको छु मैले होइन। यस्तै बनाउन खोजेको मैले चाहिँ, दाल नखाने होइन, सलाद हुन्छ, सलादसित खाने चाहिँ है। म टक्कलाई धनिया हाल्छु अब है, धनिया हालेँ होइन। यो पनि सबै हाल्छु, फाल्दिनँ है फेरि। टक्कलाई एकछिन छोपेर टक्क राखिदिन्छु। मासु चाहिँ मिठो वास्तव म चाख्दिनँ है, खाने बेलामा चाहिँ के चाख्ने, अरू बेला चाख्न मन लाग्दैन कहिले है। एउटा पिस हेरौँ न कस्तो भएको छ है, ओपी भएको छ मासु है, ठिक्क पाकेको रहेछ है। अब म सिधै अब भात खान्छु अब एकछिनपछि है। ह्याप्पी दसैँ।